विगत लामो समयदेखि नेपाली जनतालाई साझावादले सेवा पुर्याउँदै आएको हो। यहाँलाई पनि विदितै छ। यो 2018 सालमा सहकारी अन्तर्गत स्थापित संस्था हो। 2058 सालमा नेपाल सरकारले यसलाई विघटन गर्यो मन्त्री परिषदको निर्णय अन्तर्गत। अनि त्यस पछाडि केही कर्मचारी र शेयरहोल्डरको पहलमा यसलाई अदालतमा मुद्दा दायर गरियो। पुनरावेदन अदालत पाटनले यसलाई पुनर्स्थापना गरेर निर्णय पनि गर्यो र 60 सालमा यो साझावाद फेरि रिभाइभ भएर सञ्चालनमा ल्यायो। नेपाल राज्यभरिका विभिन्न सहरमा पुरानै बस मार्ग मर्मत गरेर हामीले सेवा दियौं र यो बस चाहिँ फेरि हाम्रो निजी क्षेत्रसँग सहकार्य गरेर काठमाडौँको रिङ रोडमा करिब 50 वटा बस हामीले चाहिँ चलाएका थियौं। त्यसै गरेर चाहिँ पोखरा भैरवामा 20-25 वटा माइक्रो बस मार्फत सेवा चलाएका थियौं र काठमाडौँ लासा हैन साझावादले बस सेवा चलाएको थियो। अहिले विविध कारणले रोकिएको छ। काठमाडौँ दिल्ली समेत चलाएको थियो। यो 60 पछाडि साझावाद पुनर्स्थापना भए पछाडि हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय सेवा प्रदान गर्दै आएको हो हैन। अब यो विविध कारणले फेरि 64 तिर चाहिँ साझावादका सेवाहरू बन्द हुन पुगे। अनि त्यस पछाडि साझावादको अहिले बस पुराना बस भए। ती बसहरू चाहिँ अब स्क्रैप लिलाम गरेर स्क्रैपमा गए। अब हामीसँग एउटा बस पनि छैन अहिले। 46 पछाडिको परिवर्तन सँगसँगै विविध किसिमका चाहिँ हरेक संघ संस्थामा हुने गरेका हस्तक्षेप हैन, ओभर स्टाफिङ, अब व्यवस्थापनमा त अलि व्यावसायिकता नहुनु, विविध क्रियाकलापले गर्दाखेरि अरू संस्था सरह चाहिँ यो पनि अब धराशय कर्मिक रूपमा बन्दै गयो। यसका पुराना बस भए नयाँ बस थपिएन 50-51 देखि है। ती विविध कारणले गर्दाखेरि यो साझावाद त अब कमजोर अवस्थामा थियो। त्यही क्रममा चाहिँ नेपाल सरकारले अरू संघ संस्था सरह चाहिँ यसलाई विघटन गर्यो। विघटन पछाडि पनि हामी पुराना बस मार्फतै हामीले के गरेका थियौं, सेवा फेरि जनतामा पुर्यायौं। अब फेरि पछिल्लो चरणमा चाहिँ एउटा मोमेन्ट सिर्जना भयो। अब यहाँ विविध कारणले गर्दा यो संस्था बन्द हुन पुग्यो र पुराना बस भएपछि त पुराना बस त पब्लिकको सुरक्षाको लागि पनि सडकमा गुडाउन सान्दर्भिक थिएन। त्यसै उद्देश्यले हाम्रो पुराना बस भएपछि स्क्रैपमा लग्यौं र हामी अब भावी निकट भविष्यमा नै फेरि आम जनताको बीचमा चाहिँ हामी नयाँ बस मार्फत राजधानीबाट चाहिँ सेवा सुरु गर्न गइरहेका छौं। विश्वेश्वर प्रसाद कोइरालाले इजरायलबाट नेपाल भित्र्याएको साझामा कांग्रेसकै नेतृत्वको सरकार तथा मन्त्रीले ब्रेक लगाइदिए। पछिल्लो समयमा साझा व्यवस्थापनले बिग्रिएका, दुर्घटनामा परेका र चल्नै नसक्ने अवस्थाका बस कबाडीलाई बेच्यो। साझाको ब्यानर राखेर लासा, दिल्ली, चक्रपथ तथा देशका विभिन्न भागमा गाड़ी चलाउन निजी क्षेत्रसँग सहकार्य गर्यो। त्यो निजी क्षेत्रसँग साझाको ट्रेडमार्क प्रयोग गरेर साझालाई रोयल्टी दिने कस्टमा निजी व्यवसायीसँग चाहिँ हामीले सहकार्य गरेर उनीहरूको बस हाम्रो नाम र लोगोमा हाम्रो रोयल्टी दिने कस्टमा चाहिँ काठमाडौँ भैरवा, काठमाडौँ पोखरा हाम्रो माइक्रो बसहरू चल्या हो है। ती सेवाहरू पनि अब विविध कारणले चाहिँ 64 पछाडि बन्द हुन पुगे। जस्तै अब काठमाडौँ दिल्ली सेवा पनि बन्द भयो। यहाँ चलेका हाम्रा आन्तरिक बसहरू पनि अब पुराना पनि भयो, विविध कारणले बन्द भयो। बन्द हुँदाहुँदै अहिले बन्दै भयो, पुराना भयो। तीलाई स्क्रैप गरेर हामी लिलाम गरिसकेका छौं। हामीसँग अहिले आफ्नो बस एउटा पनि छैन। अहिले त टेन्टेटिभली हाम्रो स्रोत भनेको हामीसँग भएकै भौतिक पूर्वाधारलाई अब भाडामा लगाउने, यसलाई सदुपयोग गर्ने, यहाँका पुराना चीजहरू बिक्री गरेर काम नरहेको चीजहरू बिक्री गर्ने यावत कामबाट चाहिँ हाम्रो स्रोत जुटाइरहेका छौं। हिजो पनि कुनै नेपाल सरकार अथवा कुनै निकायले हामीलाई बजेट दिएर चाहिँ चल्याएको होइन, हाम्रो स्रोतबाटै परिचालन गरेर सञ्चालन गरेका हौं। अहिले पनि हाम्रो के छ भन्दाखेरि यहीकै स्रोत परिचालन गरेर हामी चलाइरहेका छौं र हामी अहिले राम्रो स्थितिमा छौं आर्थिक रूपमा। होइन, बस त हामीसँग नयाँ सधैँ थिएन, पुरानै बस मार्फत चलाएको हो हैन। एउटा नयाँ बस पनि नभएको कारणले बन्द भयो। अब राज्यमा आएको मुभमेन्ट सँगसँगै यहाँ पनि कर्मचारी मुभमेन्टदेखि हरेक कारणले गर्दाखेरि ती पुराना बस पनि को सेवा पनि चल्न सकेन। साझालाई ब्युत्याउन कसरत गरिरहेकाहरूले विनियमावली संशोधन गरिसकेका छन्। साझा यातायात सञ्चालनका लागि उनीहरूले नयाँ समिति पनि बनाएका छन्। अहिले हामी साझा यातायातको तेस्रो साझा सभा 2023 सालमा भएको थियो। साझा यातायातको प्रत्येक वर्ष हुनुपर्ने साझा सभा हामीले 61 सालमा हामीले चौथो साझा सभा गरेर करिब 38-40 वर्ष पछाडि साझा यातायातको नियमित हुनुपर्ने साझा सभा हामी चाहिँ 61 साल कार्तिक 22 मा गर्यौं चौथो साझा सभा। त्यो साझा सभाले चाहिँ त्यो 23 सालदेखिको विनियमलाई संशोधन गरेर चाहिँ नयाँ विनियम बनायो। त्यो विनियमको आधारमा नयाँ सञ्चालन समिति गठन भयो हैन। त्यसले केही कार्यक्रम ल्याएर अगाडि बढाउन खोजेको थियो। फेरि मुभमेन्ट चाहिँ सिर्जना भयो, फेरि त्यतिकै ब्रेक भयो। गत चाहिँ 7औं साधारण सभा हाम्रो फागुन 20 मा भएको थियो 67। त्यो साधारण सभाले फेरि विनियमलाई संशोधन गरेर अब यो संस्थाको विनियमलाई पूर्ण सहकारीकरण गर्ने क्रममा चाहिँ यसको अध्यक्ष लगायतका 5 जना सञ्चालक सदस्यहरू चाहिँ सर्वसाधारण शेयरबाट निर्वाचित हुने व्यवस्थाको अन्तर्गत अहिले अध्यक्ष लगायतको 5 जना सञ्चालक सदस्यहरू
अब पब्लिकबाट निर्वाचित भएका हामीसँग सञ्चालक सदस्यहरू छन्, 2 जना नेपाल सरकार प्रतिनिधि